Hello guys, welcome. Good morning सबैलाई र आज हाम्रो यस रानीपौवा स्पोर्ट्स सेन्टरको 5 किलोमिटर म्याराथनमा जाँदैछ र त्यसमा म पनि एउटा यसो ट्राईको लागि चाहिँ पार्टिसिपेट गर्न जाँदैछु। मेरो नम्बर छ 102। एकैछिन वार्म अप गर्छौँ, त्यसपछि हाम्रो 6:15 बाट चाहिँ रनिङ चाहिँ स्टार्ट हुने कुरा छ। सो अहिले फेरि डाइरेक्ट रनिङमा भेट्छ। र दाइले आज म बेस्ट अफ लक भन्न चाहन्छु दाइ है, खतरा दौडिनुपर्छ है आज ल। सो यहाँबाट फोटो पनि हुन्छ दाइ। सो आज चाहिँ अब रनरहरू सबै रेडी भइसकेको छ। ए नाइन्थ रहेछ नि त्यो होइन, 9 टाइम्स रहिसकेको छ। उहाँबाट ब्रिफिङ हुँदैछ है त। अब तपाईहरु चाहिँ मजासँग रेडी भएर बस्नु, अब सुरु भइहाल्छ है। सो राजीव भाइ छ, राजीव भाइलाई एकदम अल द बेस्ट है, एकदम अल द बेस्ट। ट्याक्कै जित्न पर्छ है। र हाम्रो सञ्जय दाइले एकदमै हामी चाहिँ एकदम ट्राई गरिरहेको छौँ रनिङको लागि। आज बिहान हामी चाहिँ टाइममा कम्प्लिट गर्नलाई आएको, रन फर फन जित्नुपर्छ भन्ने केही छ। देव भाइलाई एकदम थ्याङ्क यू, भिडियो गर्नुभयो, फलो गर्नु होला। हेलो दाइ। र राजन दाइलाई म एकदमै बेस्ट अफ लक भन्न चाहन्छु है। नमस्ते दाइ ल खतरा है। तपाईँको ब्लगमा सबैलाई स्वागत छ होइन। आज हाम्रो देव भाइले दौडिने भनेछ, तर ब्लग बनाउँदै दौडिने भनेछ होइन। त्यही भएर ब्लग हेर्दै हुन्छ डिजायर तपाईँलाई मोबाइल चाहियो भने, घडी चाहियो भने डिजायर बनाउन सम्झिनु होला है। ल दाइले टाइममा पुगिन्छ, मजाको फाइदा घडी उठाइहाल्नु हेर्न भयो। चाहनुहुन्छ भने एप्पल वाचहरू एभ्रिथिङ छ होइन। अनि फेरि दौडेर लाउने कपडा चाहिँ डिजायर पोखरामा, दौडेर लाउने कपडा चाहिँ डिजायर पोखरामा, यस्तो यस्तो कपडा दामी दामी छ, तपाईँले हेर्नु होला है होइन भाइ। यो ल दाइ हजुरलाई नि ल एकदमै बेस्ट अफ लक। तपाईँ दौडिने होइन दाइ? म चाहिँ दौडिनु, म साथीभाइहरूलाई हौसला बढाउनु। ए ओके ल, त्यसको लागि पनि धेरै धन्यवाद है त ल। र यहाँ हुनुहुन्छ हाम्रो दाइ। ल दाइ हजुरलाई एकदमै बेस्ट अफ लक है। ल दर्शन दाइ हुनुहुन्छ एकदमै, उहाँ पनि एकदम फर्स्ट रनर अपको दावेदार हुनुहुन्छ यो रनको है। हामी चाहिँ यसो पार्टिसिपेन्ट। ल ल बेस्ट अफ लक छ है दाइ। ल खतरा दौडिन पर्यो। यहाँ चाहिँ सुरु भइसकेको हुन्छ। बिस्तारै अब दौडिन सुरु गर्न पर्यो। रनिङ सुरु भइसकेको थाहै नपाइकन सिटी बजे रहेछ। सो लेट्स गो। वाउ सुरु भइसकेको छ। एकदमै धेरै एजकोहरू गुड मर्निङ ब्रदर। एकदमै अलिकति 40+ एराउन्ड कोही चाहिँ 50 को पनि छ है। उहाँहरू चाहिँ जस यो रनमा चाहिँ एउटा सहभागिता जनाउनु भएको छ। सो मेरो पनि अहिले 1 दिन प्र्याक्टिस गरेको, त्यसमा चाहिँ मेरो पनि 45 मिनटमा छ। आउन पर्ने चाहिँ 40 मिनटमा हो। त्यो 5 मिनट्स मोर टाइम लिएको छु मैले चाहिँ। सो लेट्स सी, आज चाहिँ अलिकति पुस गर्ने विचारमा छौँ। हेरौँ कस्तो हुन्छ। अहिले सिधा बाटो छ, उकालोमा गएपछि फेरि निस्किहाल्छ। सर्टकट हान्न पर्यो। या दिदी ल दौडिन्छ है।
ठिक भएछ आजको मौसम पनि होइन ल दिदी आउनुहोस् बिस्तारै बिस्तारै तपाईँले पार्टिसिपेट गर्नु नै ठुलो कुरो हो होइन हो नि पहिला नि दौडिनु भएको छ यो रुटमा ए हजुर जस कम्प्लिट चाहिँ गर्नु भएको छ ल ठिक छ कम्प्लिट गर्नु नै ठुलो कुरा होइन हजुर ल ठिक छ ल दिदी म अगाडि गएँ उहाँ दिदी चाहिँ जस पार्टिसिपेन्टको लागि एउटा रमाइलोको लागि सहभागिता जनाउनु भएको रहेछ पुरै टाइममा कम्प्लिट गर्न नसके पनि पार्टिसिपेन्ट भएर यतिको दौडिनु नै जस हेल्दी लाइफ बिताइराख्नु भएको छ भन्ने कुरा बुझिन्छ होइन यो दाइ यो तान्नुपर्छ अहिले उकालोमा यो दाइ यो बिस्तारै ल जाम जा रियल टेस्ट हुने ठाउँ आयो ल भाउजू के छ ल आउनुहोस् आउनु दौड्नुहोस् न खोइ के हो वाह हिँडेर लम्केर पनि जित्छ होला है दौडिनुभन्दा होइन यो त यो कस्तो भइरहेछ रन ठिक छ ल यो रनिङको पहिलो दावेदार दिदी हुनुहुन्छ तर किन थाक्नु भयो ल हो इनर्जी गयो ल यसमा त बिस्तारै सेभ गर्ने इनर्जी है ल आउँदै गर्नु ल यो दिदी चाहिँ खत्रै लम्किरहनु भएको छ या हेलो दिदी कस्तो हुँदैछ चियर हुँदैछ है ल दिदीहरूले खतरा ओ यस ठिक छ अहिले अलमोस्ट पहिलो अपिल सकिएको छ यहाँबाट चाहिँ ओह्रालो
अलिकति टफ तर फर्स्ट इनर्जीलाई युज गरेर सजिलै हुन्छ कार्की डाँडा वा आइपुग्यो अब यहाँबाट चाहिँ डाउनहिल रातभरि पानी परेको थियो चिप्लिन सक्छ होइन अलिकति स्पिड बढाउनु पर्यो मोसनमा जानुपर्छ यहाँ चाहिँ हेलो राजीव भाइ वाह तिमीलाई भेट्यो अब सँगै दौडिनुपर्छ है ओह्रालोमा पेला लड्यो होला अरे है राजीव भाइ अहिले भद्रकालीको उकालोमा भेट्नुपर्छ है भद्रकालीको उकालोमा भेट्नुपर्छ नेक्स्ट अलिकति टफ वाउ चेयर यहाँ पनि ए काले आइजा दौडिन भन्ज्याङबाट माटी पानी हुँदै गौडामुख भद्रकाली चोक हुँदै भद्रकाली अपिल या दिदी या Wait a minute. Who are you by? हल्का हल्का रियल इन्डोरेन्स टेस्ट भद्रकाली फुल अपिल सुस्ता exhausted यही बेलामा दौडे Honey. A minute. Rest. ओह्रालोमा अलिकति पेल्न पर्यो नि है हो 14 मिनट बाँकी छ ढुक्क भ्याइन्छ म 10 मिनटमा उहाँ माथि थिएँ कि 10 मिनट बाँकी हुँदा यस यो दाइ यो दाइ यो दाइ नमस्ते भयो दाइ
थकित भयो झन् है अहिलेको गाह्रो भयो हस्पिटल चोक यो खत्रै हुटिङ छ है बफाल हुटिङ युनिभर्सिटी है कसले बोतल खाएर फालेछ है अभियसली राम्रै रनिङ ग्रुपले ख्याली फालेछ Wow, सकियो है फाइनली Oh my god. Yo Dipai, you alright? Let's go. एक मिनट बाँकी रहेछ अझै सो मैले चाहिँ रन बिफोर 1 मिनट 1.5 मिनटभन्दा अगाडि चाहिँ मैले कम्प्लिट गरिसकेँ यहाँ छ मेरो टाइमिङ कता गयो यो 1 मिनट 16 सेकेन्ड चाहिँ अझै बाँकी रहेछ मेरो आउँदै हुनुहुन्छ यहाँ 143 फर्स्ट चाहिँ कति 28 मिनट हजुर लेडिजमा फर्स्ट हजुर कति मिनटमा सक्नुभयो 46 ओ माई गड बोइजको चाहिँ 28 मिनटमा सकेर रहेछ है एकदमै बवाल हो त्यो हजुर मेरो चाहिँ 40 मिनट्स बिफोर वाउ र आउँदै हुनुहुन्छ चियर अप गराउँदैछ दाजु कतिमा सक्यो 49.40 होला ए हो बिफोर टाइमभन्दा अगाडि सक्छ ल बधाई छ मलाई जस्ट टाइमभित्रै गयो ल वाउ ल यत्रो एजको दिदीहरू पनि है यस रेस कति टाइममा सक्नुभयो उहाँले अलमोस्ट 45 जस्तो पऱ्यो होला है कति टाइममा सक्यो 40 मा हो मभन्दा पछि आएको र अनि सँगसँगै होला ए हो 1 मिनट 1.5 मिनट अगाडि आएछु म चाहिँ अझै आउँदै हुनुहुन्छ डेडलिफ्ट कार्डियो पनि अझै बाँकी छ यो चाहिँ हामीले गर्दैनौँ मैले यस्तो भएको छ एक्जस्टेड एकदमै पुरै यस्तो छ अवस्था है भिजेर सो यस्तो छ स्टिल आउँदै हुनुहुन्छ ऊ दिदी वाउ वा 148 नम्बरको दिदी वाउ दामी दिदी दामी ल बबाल वाउ ल ल ल खतरा ल अलि ढिलो भयो दिदीहरू आउँदै हुनुहुन्छ अझै पनि जियोस् सान्त्वना पुरस्कार पाउने भयो 1 महिनाको फ्री यसमै हामी चाहिँ खुसी छौँ है ल है दौडिनु भयो कि नै दौडे होइन नदौडेको मैले त वहाँ भेटेँ
कतिमा सक्नुभयो हजुरले ए 39 क्वालिफाई भएछ नि त है क्वालिफाई हुनु भयो नि सबैजना ल ठिक छ ओके ठिक छ ल ठिक छ हाम्रो फर्स्ट ब्रदर चाहिँ गयो फर्स्ट ब्रदर ल बधाई छ ब्रदर है बधाई छ कति मिनटमा 26 ए 26 मिनटमा हो वाउ मात्र है 5 किलोमिटर अनि सेकेन्ड चाहिँ गयो सेकेन्ड थाहा भयो भने थर्डको दाइ ए यहाँ भाइ चाहिँ ल भाइ ब्र बधाई छ है ल खत्रै दौडेछ कति मिनटमा टाइम त थाहा भएन ए दाइले जस खत्रै दौडिनु भयो अनि दाइ ल कस्तो रह्यो फ्यान्टास्टिक भयो दाइ जस्तो दौडेर कम्प्लिट गर्नुभयो अनि यो नै हाम्रो लागि एकदम प्रोत्साहन के भयो हुन्छ होइन यो छ सो फाइनली आजको रन चाहिँ सकेको छ अब बाँकी प्रोग्राम के हुन्छ यो चाहिँ एकैचोटि सबै 3टा कार्यक्रम भ्याएपछि चाहिँ सबै कार्यक्रम हुन्छ है त्यसपछि के हो अब फर्स्ट सेकेन्ड थर्ड छुटाउने सो आजलाई यति नै है त ल सो रन सकेपछि चाहिँ सबैजनालाई यो फ्रुट्सको पनि व्यवस्थापन रहेछ